फाइनली अब हामी चाहिँ जाँदैछौँ पिकनिक। ल लुगा राम्ररी बस्नु होला। ए सरी म लुगालाई चाहिँ देखाउँदैन। ल अब हिँड्यो हामी है। हस् हस् ल लुगा राम्ररी बस्नु होला। ल ए मेरो जुत्ता त यता छ। ल अब हामी चाहिँ रुमबाट हिँड्यो पिकनिक। फर्स्ट टाइम कोरियामा चाहिँ पिकनिक गइरहेछ। ल हामी चाहिँ गाडी कुदिरहेछौँ। त दाजु हुनुहुन्छ हाम्रो। अनि दाजु कस्तो फिल भइरहेको छ? हेलो नमस्ते। हाम्रो दाजुको आउटलुक एउटा डान्स हान्दिनु नि त दाजु। कोडा हुन्छ। ट्याक्सी आयो। माथि मेरो काखमा बस्ने आज चाहिँ हामी अलिक धेरैजना भएकोले 6 जना बस्न गइरहेछौँ ट्याक्सीमा। दाजु म काखमा बस्छु है। हस् म सानो मान्छे हो होइन। ओ सरी दाजु। त्यसो यो साथीले हिँड्नु लाग्यो। अझै हामी यता फर्किन्छौँ नि होला। म त सानो छु होइन। हामी चाहिँ ट्याक्सीबाट स्टेसन आइपुगे। अब यहाँदेखि चाहिँ हामी ट्रेनमा जानुपर्ने हुन्छ। यो चाहिँ बेलुका भइसकेको छ। अब दिउँसो चाहिँ हाम्रो बुकहरू गरिसक्नु भएको छ दाजुहरू। जाने हो ल रिचार्ज गरौँ। विचार कसरी गर्ने यहाँ कोरियामा देखाऊ आऊ। ल अब कसरी गर्नु पर्ने यहाँ चाहिँ हेरिदिनु होला। हेरेर सिक्नु होला दाजु। तपाईँहरूलाई यहाँ रिचार्ज गर्नुपर्ने छ। ट्याक्कसँगले कार्ड दाजुले देखाउँदै हुनुहुन्छ। कार्ड भन्ने यो हुन्छ। खेतोङ कार्ड। हजुर यसलाई पहिला यो खेतुङ खादु ओल्ला नस कोट भनेको लेखेको छ। हजुर यसलाई चाहिँ यहाँ ओल्ला न भनेको राख्ने ठाउँ भनेको यहाँ राख्नु पर्यो। राखेर राखेपछि यहाँ देखायो मेरोमा 1400 छ भनेर देखायो। 1400। अब कति रिचार्ज गर्ने हो त? ट्याक्क त्यहाँनिर हेर्नु पर्यो। देखाउने। अब तपाईँ कति पैसा छ हजुर त्यति पैसा क्लिक गर्ने। जस्तै म कति 6 रिचार्ज गर्छु ल अहिले 6 रिचार्ज गर्दै है। 6 रिचार्ज गरेपछि दाजुले 6 हो यी 6 मैले यहाँ हाल्नु भयो सुरुमा। त्यसपछि 6 देखायो। 6 अब डिपोजिट हुँदैछ हाम्रो। अघिकोसँग जोडेर 2400 भयो। 2400 भयो। 6 प्लस मेक भनेको 1400 त्योभन्दा पहिला दिँदै थियो। अब 2400 सकियो। अब त्यसपछि उहाँले कार्ड उठाउनु भयो। सकियो। स्क्यान कसरी गर्ने? अब स्क्यान कसरी गर्ने ल सिर्नु त पर्यो त। पर्यो त होइन। हाम्रो दाजु जेस कडा हुन्छ। अब तपाईँहरूलाई पनि केही समस्या यसो दाजुलाई सम्पर्क गर्नु होला दाजुसँग। अब कार्ड कसरी भिडियो उतै छ है हुनुहुन्छ है। कता जाने? एउटा जाने यताबाट जाने हो। हजुर तल जानु यताबाट गयो भने माथि जानु। हजुर हामी तल जानुपर्ने छ। त्यसैले अब ठाउँहरूमा कार्ड राख्नु छ। कार्ड गयो भने त्यो ठ्याक्क हान्छ। ठ्याक्क हान्छ। ओ फेरि हान्छ फेरि क्यारो हुन्छ फेरि। कस्तो हान्छ? हजुर ओ यसरी हान्छ दाजुको। सिकाउनु। तर दाजु तपाईँ यताबाट जानुपर्छ। ओ सरी अब यता हेल्पबाट एकचोटि जानुहोस् त। अब हेल्प अब अर्को छ हामीसँग होइन हुँदैन। ओ दाजु कडा हुन्छ। अब गर्नुभयो हो यो अन्त अनि ओ तपाईँहरूले यो एरो पनि हेर्नुपर्ने हुन्छ। ओ ल भयो ल धन्यवाद। ल म पनि जाँदैछु ट्याक्कसँगले। हाम्रो दाजुले देखाउँदै हेर्नु त्यो छिरिहाल्नुपर्ने हुन्छ। टाइममा चाहिँ 1-2 सेकेन्ड हुन्छ। 2-3 सेकेन्ड हुन्छ। हाम्रो दाजु आर्यन दाजुले कडा टाइपले उयो गरिदिनु भयो ल। मैले भने त्यही भएर चेक गर। अब ट्रेन स्टेसन जाँदैछौँ। यहाँदेखि हाम्रो 2-3 स्टेसन फाङ्सु पुग्छ। फाङ्सुदेखि चाहिँ बसमा
बाट चाहिँ अब फेरि हामी एक्जिट गर्दाखेरि चाहिँ हामीले कार्ड दाजु कार्ड यता त ढोका छैन नि जिमी दाजु कार्ड त स्क्यान गर्नुपर्ने हुन्छ नि हजुर ल अब चाहिँ कार्ड हामी ट्याक्कसँगले हाम्रो बस चाहिँ यो रहेछ यो त नेपालै पुग्छ कि के हो पुरा हाइएस्ट जस्तो छ त नि पुरा हाइएस्ट पो अरे ल ल ल ल ल दाजु र हाम्रो दुईजनाले पक्रिनु त मजाले अलिक ब्यानर देखिने गरे सबैजना एक दुईजना अलिक मान्छेहरू बस्नु त अलिक ल हाम्रो रमाइलो वनभोज कार्यक्रम ख्वाङ्चु नेपाली एकता समाज दक्षिण कोरिया ल बाबा चिन्न साना त होइन ए चिन्न साना पनि हुनुहुन्छ ल ल ल ल ल अब हामी भित्र जाँदैछौँ पानी त निकै ठुलो परेछ त ल झ्याल बोकोमा बस्नु झ्याल बोको लास्टमा ल यति आउनु कसम ओभर मिस गरिरहेको थिएँ मेरो भाइ हो कसम चित्र किन हेर्दैन यार हो र कसम हामी धेरै पछाडि म चाहिँ तपाईँ पनि आउनुहुन्छ लास्टै खुसी लागिरहेको थियो कि हो जस म के गरौँ हल्का अगाडि बस्छु तपाईँ मजाले हो अनि कस्तो छ तपाईँको के छ खबरहरू धेरै ग्याप पछाडि भेट भयो त हाम्रो दसैँ पछाडि उहाँले भन्दै हुन्थ्यो फाङ्सनमा हजुर तर यहाँ हाम्रो यति टोलीदेखि बाहेक उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी रेशम फिरिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी दाजु म दाजु बोकेर भए त मेरो चित्र लिएको होइन छैन र चबाट भेट्नुभयो यहाँ छ दाजु मेरो धीरज 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 छिरिसक्यो नवीन आउनु नवीन दाल हुनुहुन्छ ऊ धीरजको राइट हान्नुभयो ऊ राइट छिरिसकेको छ म छिरौँ हुन्छ धन्यवाद शुक्र ओ धीरज ओ बिडो अनि हाम्रो कता हो तल हो कि माथि हो ओ तल हो कि माथि हो अब हामी चाहिँ जाँदैछौँ हलमा
दाजु नमस्ते हजुर म दाजु यार थ्याङ्क यू भाइ त हजुरहरूलाई सन्चै हुन्छ नि हाम्रो अध्यक्ष त यहाँ अध्यक्ष को साथीहरूलाई दाइ हो हाम्रो पिकनिक के गरौँ हामी खाना खाने कि डान्स गर्ने हो यो खाने अब खाने हो अनि लाइन बसेर खाइहालौँ खाना खानेलाई बियर आउँदैछ भन्नु के चाहिँ रोस्ट लाग्यो हाम्रो सुत्ने ठाउँ है राति यहीँ सुत्थ्यो बिहान उठेर ओहो गुड मर्निङ कहाँदेखि ल्याउनु पर्ने हो मासुरी भइसक्दै सम्पूर्णलाई हार्दिक स्वागत र नमस्कार गर्न चाहे र फेरि पनि शुभ प्रभात नमस्कार हाम्रो चाहिँ हिजो बसाइ चाहिँ यहीँ भयो भिडियो ल हामी चाहिँ टिकटक बनाउन जाँदैछौँ फोटोसोटो खिच्नु ल अब र सब
सबै एक नाच नाच्ने है ल म सिकाउँछु सबैलाई कोरियोग्राफ गर्छु हजुर तपाईँको पछाडि हामी छौँ पीछे मत दूर मत जाना क्यामेरा में आना चाहिए सबैजना आउनु लो 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 लाज लाग्दैन लाज भने लाज पछि भन्नु चाहेको भने फेरि अहिले कोही किसी को भाइरल होना है तो आ जाइए आज म पनि जानु पर्यो है भाइरल हुन्छ कि क्यामेरालाई हामी हिजो राति पनि नाचेको थियो है यो कुन गाना हो यो चाहिँ जन्ती लिएर आउला बजाएर बाजा भन्ने यो हाम्रो करप भाइले नै उहाँको मेलिना राई शब्द सङ्गीतमा शब्द र उहाँले कम्पोज गर्नु हामी चाहिँ टिकटक बनाउन गइरहेछौँ र सिङ्गर मेलिना राई पनि छ म चाहिँ एकदमै भाइरल हुन चाहन्छु यही हो साउन्ड मर जाना चाहिए इनको तो मर जाना चाहिए इनको तो एक लास्ट एक लाइन में उठ्यो त फलो ब्याक गर्नु न जोक्स पार्ट मलाई दिइहालौँ तर भन्नु पर्दामा चाहिँ फेरि फलो गर्नु त होइन मैले फलो प्रायः सबैलाई गर्छु कि तर 10 कि पुगेको अवस्था छ कि हो गाह्रो हुन्छ गाह्रो हुन्छ तर अनि भिडियो कस्तो लाग्यो तपाईँलाई पिकनिक अनि आज हाम्रो ल गाइजहरू यो चाहिँ मेरो फर्स्ट ब्लग हो होइन कस्तो लाग्छ तपाईँहरूलाई ट्याक्कसँगले सब्सक्राइब हान्नुपर्ने हुन्छ है फेरि हजुर सुत्यो यतिको ठिक छ हुँदैछ नि त हाम्रो घाम पर्यो है हाम्रो ट्याक्कै इलामको कन्याम जस्तो छ है अब हामी टिकटक बनाएर थाकेर यहाँ आराम लिइराख्नु भएको छ हामी सन्तकपुर यो चाहिँ मिनी 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 कन्याम है यो चाहिँ कोरियाको मोबाइल छ आउ चाहिँ एकदम यो भिडियो चाहिँ ट्याक्क म युट्युबमा हाल्छु सब्सक्राइब हाल्नुपर्ने हुन्छ है तपाईँहरूले पनि म उयो गर्छु के पो भन्छ फेसबुकमा हाल्छु तपाईँहरूको साथ सपोर्ट चाहिन्छ है धन्यवाद तर भिडियो चाहिँ एउटै हालेको छैन यो फर्स्ट ब्लग मेरो चित्र लिम्बू छ यो चाहिँ हो म है बेल आइकन पनि बजाइराख्नु होइन घन्टी धन्यवाद ब्रदर सर्ट भिडियो हजुर दुईवटा मात्रै हालेछ त्यो पनि खासै हालेको छैन यसमा पनि लाइक ल यार धन्यवाद यार तपाईँलाई तपाईँ तपाईँको छ भने यसो सेयर गर्ने युट्युबमा जोइन हुनु पाउँदाखेरि हामीलाई पनि खुसी लाग्छ न्यू हो म चाहिँ होइन अब कस्तो के हुन्छ होइन एकदम तपाईँको उत्तर प्रगति उन्नतिको लागि कामना गर्दछु धन्यवाद ल दाजु म अब टक्क ब्लग हाल्छु होइन फेसबुकमा हामी एड्छौँ होइन ट्याग टु ट्याग सब्सक्राइब हान्नुपर्ने हुन्छ हाम्रो दाजुहरूको साथ सपोर्ट चाहिँ चाहिन्छ है यो कोरियाको व्यस्तताको समयलाई हामीले सदुपयोग गर्दै थोरै हाम्रो बिदाको समयलाई पनि सदुपयोग गर्दै हामी चाहिँ आज पिकनिक कार्यक्रममा जोइन भएर सबैजना रमाइलो गर्दैछौँ अनि हाम्रो ब्रदरको भ्लगमा यहाँहरू सबैलाई स्वागत पनि छ जोइन भन्दा पनि सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला थोरै हेरिदिनु होला हाम्रो रोमाञ्चक दृश्य कोरियाको थोर बहुत भए पनि रमाइलोपनालाई हजुरहरूले चाहिँ मनन गरिदिनु होला भन्ने चाहन्छु हस् धन्यवाद एकदम हाम्रो जस सपोर्टिभ हुनुहुन्छ हाम्रो ब्रदरहरू यता हाम्रो ब्रदर हामी फेसबुकमा एड छैनौँ है टिकटकमा त छौँ नि त अब भिडियो चाँडै अब जाने बित्तिकै एडिट गरेर हालिदिइहाल्नु पर्यो
ओ कोरोना सब्सक्राइब करने के चक्कर में मैं वहीं पर चुप गया था। आज त्यस रमाइलो भइरहेछ घाम लागेर पनि है तर अलिक सनग्लास लाएर मात्रै रहेछ यार बाहिर त लास्टै डेन्जर पो देखिँदो रहेछ यार कोरोना के टाइम में वो यो सरकारी अफिस जस्तो छ है चुचाजङ पार्किङ स्टेट स्पोर्ट त्यता छ कस्तो ठाउँ चाहिँ बवाल छ यार एकदम गर्मी छ यार गर्मी छ अब चाहिँ हामी सकेर गाइड्सहरू फोटोसोटो खिचेर तल झर्दैछौँ ल जाऊ भिड गर्मी छ पुरै है थाके क्या थाकेको यो नजरमा आँसु नदेऊ चाहन्छु म तिमीलाई तपाईँको गायकी पनि भन्नुहुन्छ जाऊ गाइजहरू लेट्स मुभ गाइस यो ठाउँ चाहिँ एकदम तर रुखहरू चाहिँ बवाल छ यार ट्याक्कै चिसोमा हुने खालको है ओ गाइजहरू सरी यार उसको लागि हामी सरी भन्ने कुरा छ स्कुलहरू के हो लास्टै तर आज धेरै रमाइलो गऱ्यो है हामीले चाहिँ घुमियो फोटोसोटो खिच्यो पिकअप बनाइयो सबैभन्दा धेरै रमाइलो गर्ने नै हामी छौँ जस्तो लाग्छ हो अलिक खुलेर झुल्ने होइन एकदम कामको स्ट्रेसहरूलाई चाहिँ अब हामीले चाहिँ टक्क दूर गर्नुपर्ने हुन्छ एकदम रमाइलो भयो है कहिले काहीँ समय मिल्छ यसरी हामीलाई भेटघाट हुनको लागि यो समयलाई चाहिँ हामी राम्ररी बिताइराखेको छौँ खुसी लाग्यो हामी साथीभाइहरू हिजोसम्म हामी को थियौँ आजदेखि हामी साथीभाइ भयौँ होइन हजुर खुसीको कुरा यो छ एकदम हजुर बवाल चाहिँ हामी फारप फोनुन सेसाङहरू टिकटक हाम्रो ब्रदरहरूले के गर्दै हुनुहुन्छ त दाजुहरूले के हुँदैछ दाजुहरू टिकटक गर्ने हाम्रो ए हामी त पुगेन नि दाजु त्यहाँ माथि दामी ठाउँ रहेछ यस्तो घुमेर एक राउन्ड हानेर भयो हजुर बुद्ध अरू खोज्दै आउँदै गएको हुन्छ थियौँ, त्यो भेटेन। टिकटक बनाउँदै हुनुहुन्छ दाजु यहाँ भाइलाई सर्टआउट दिनुपर्ने हुन्छ कि फर्स्ट ब्लग हालिदिनु पर्ने थियो यसो के भन्नु ब्लगको बारेमा ओ माई गड वाट इज योर नेम अफ यूट्यूब चैनल चित्र है नाम भी क्या है चित्र है शक्ल देखो कार्टून चित्र है और हाँ और ये हंस रहे सब विचित्र है बट सबके सब इनके मित्र है धन्यवाद ल सबैजनालाई भन्न चाहन्छु हाम्रो चित्र लिम्बू भाइ एकदम राम्रो भ्लग बनाउनुहुन्छ होइन एकदम कोरियाको गतिविधिहरू एकदम रमाइलो मोमेन्टहरू र कोरियामा कुन कुन ठाउँमा घुम्न जाने ठाउँहरू छ होइन त्यस्तो ठाउँहरू पनि एकदम जानकारी गराउनुहुन्छ भ्लगले अभियसली भ्लग भनेपछि त्यस्तो ठाउँ नै देखाउने हो अरू बदनामी गरी त नै देखाएको छैन बदनामी गरी त नै देखाएको छैन होइन जस्ट जोक्स अबाउट एनीवे आई मिन टु से तासजुवा खेल्न ठाउँमा त नलानु न है एनीवे किनकि कहिले म पनि पक्रिजान्छु कि जोक्स अबाउट र
तपाईँलाई कोरियाको कुन कुन ठाउँमा घुम्न मन लागेको छ विभिन्न ठाउँहरूको चाहिँ यहाँले भ्लग मार्फत होइन प्रस्तुत गर्नुहुन्छ त्यही भन्न चाहन्छु एकदम रमाइलो छ उहाँको भिडियोहरू र सब्सक्राइब गर्नुहोला चित्र लिम्बू भनेर सर्च गर्नुहोला युट्युब च्यानलमा ये खुद ही स्वीकार कर रहे हैं सोलपान बोल रहे हैं नाम है सोलमारी और 3 पानी मर मर के पकाते रहना भाई बाद में जलपान को सोलपान नहीं बुझो अरे चलो कोई बात नहीं मेरे को भी सिस्टम क्या है मेरे को बताना मैं भी आ जाऊंगा ल धन्यवाद भन्न चाहन्छु सबैजनाले यहाँको च्यानललाई चित्र लिम्बूलाई सब्सक्राइब गर्नु होला भन्न चाहन्छु लाइक कमेन्ट एन्ड शेयर अफ कोर्स यु हेभ टु डु दैट ल है अब चाहिँ हामी ल ल ल ल ल सबैलाई बाई बाई ल दाजु हजुर तपाईँहरू त एकछिनमा मात्रै आउनुहुन्छ होला होइन हामी यो सामान गर्न आउँछौँ हो मेरो भाइले चाहिँ जाउँ दादा आउनु भएको भने ल हाम्रो दाजु आउनु भएको छ तपाईँलाई स्वागत छ भाइको ब्लगमा त्यहाँको तपाईँले सब्सक्राइब हान्नुपर्ने हुन्छ सब्सक्राइब लाइक कमेन्ट म गरिहाल्छु हैन अब हामी चाहिँ बसमा सम्पूर्ण साथीहरूलाई जाँदैछौँ हाम्रो पिकनिक सकिएर ल जाउँ 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 ल ल ल दाजु आयो अब हाम्रो बसको यात्रा यो सफर रहनेछ थ्याङ्क खङ्जुसम्म त्यहाँबाट हाम्रो यङिनसम्मको थियो आज पनि रमाइलो गर्दै जानुपर्छ रातभरि रमाइलो गरिएको अवस्था थियो यो भाइ पनि एकदमै रातभरि हिँडेको थियो ल ल ल कता बस्छौँ कडाहरू खोइ ल पछाडि रहेछ अहिले चाहिँ सही लाग्यो कि एसी ट्याक्क भएछ है सुरु अब चाहिँ हामी टक्कसँगले जाँदैछौँ अनि पिकनिक सकेर लास्टा इज लास्टा हुन्छ दाजु कस्तो लागेर तपाईँको आज पिकनिक सोचिभन्दा चाहिँ धेरै मजा आयो भिडियो हजुर कस्तो लागिरहेछ ओ बेनी कस्तो भयो हजुर हजुर ओके की बजा तुम हो गुनगुनाने की बजा तुम हो ल ए बेसी हुन्छ है सामान झिक्नु पर्छ है गाडी भयो के हो सबै लासाक लुसुक देख्छु त हौ म त के हो हिजो डान्सले हो कि दाजु अलिक एनर्जी बेगरको जस्तो देख्छु त उहाँ चाहिँ जस एक्टिभ हुनुहुन्छ हाम्रो ल अब चाहिँ हामी कार्ड किनिसकेको छैन अनि हाम्रो भेटघाट रमाइलो भयो यो कार्यक्रममा हामी भेटघाट हुन पायौँ अनि हाम्रो रमाइलो साथीभाइहरू भेट हुनुभयो धेरै नै खुसी लाग्यो एकदमै यसरी नै हामी फेरि पनि भेटघाट हुन्छौँ सायदै अर्को महिनाको बिदामा अझै भेटघाट हुन्छौँ यो अर्को महिनाको 1 तारिकदेखि बिदा छ सायदै त्यो बेलामा चाहिँ यता अर्को महिनाको गर्मी होइन 1 तारिकदेखि बिदा छ 1 तारिकको बर्थडे यो अर्को महिनामा अनि यसो त्यसपछि चाहिँ हामी उतातिर आउने मालदिभ जाने हो हामी ए भिजा हामी लगाइहाल्छौँ नि नजिकै हो बसको टिकट काटेर जाँदा प्लानलाई चाहिँ हामी निरन्तरता दिनेछौँ देश जिग्री यारोहरू भेटाइयो ल यहाँ चाहिँ ट्रेन वेट गर्नु पर्ने हुन्छ हामीले के घुर्नुभयो तपाईँ त थाहा भएन ट्रेन चाहिँ आइपुग्छ
ल हामीले चाहिँ यहाँलाई बिदा गरेर अब चाहिँ कम्पनीतिर जाँदैछौँ आजको हाम्रो घुमघाम चाहिँ एकदमै बवालै भयो टाउको चाहिँ एकदम देखिरहेको छ छेमी दाजुहरूलाई चाहिँ अब छुट्टी हो हामी